यो स्कुटर यामाहा कम्पनीको रे जेड स्कुटर रहेछ। म तपाईहरुलाई देखाइदिन्छु है, रे जेड है। यो स्कुटरको म केही जानकारी म तपाईहरुलाई गराउँछु। तपाईहरु मेकानिक हुनुहुन्छ भने तपाईहरुको लागि यो भिडियो एकदम यानि कि फाइदाजनक छ है। यो भिडियोले फाइदा गर्छ। अनि तपाईहरु स्कुटर चालक हुनुहुन्छ अथवा बाइक चालक हुनुहुन्छ भने तपाईहरुको लागि पनि यो भिडियो एकदम यानि कि लाभदायक यानि कि एकदम राम्रो हुनेछ है। ल अब यसको एक-एक वायरको बारेमा म तपाईहरुलाई पहिला जानकारी गराइदिन्छु है। सबभन्दा पहिला यहाँनिर तपाईहरु हेर्न सक्नुहुनेछ यो पुरै ब्राउन कलरको वायर छ, यानि कि चकलेटी कलरको वायर भने पनि भयो, ब्राउन कलरको वायर भने पनि भयो है। यो वायरमा चाबी अन गर्न बित्तिकै यो वायरको जरिए यानि कि यो वायरको माध्यमबाट यो सिडिआईमा 12 भोल्ट करेन्ट आइपुग्छ है। यो सेतो कलरको यहाँ तपाईहरु वायर एउटा हेर्न सक्नुहुनेछ है। अनि यसको साइडमा यहाँ कालोमा नीलो लाइन बनेको छ है, कालोमा नीलो लाइन बनेको छ। यो एउटा सेतो वायर भयो। अनि सेतोको साइडमा यानि कि यो बीचवाला वायर जुन छ नि कालोमा यहाँ नीलो लाइन बनेको छ। यो दुईटै वायर पिकअप कोइलको वायर हो है। म तपाईहरुलाई जानकारी गराइदिन्छु है। अब यहाँनिर तपाईहरु हेर्न सक्नुहुन्छ यो जुन सकेट छ नि यो मैग्नेट कोइलबाट बाहिर आएको सकेट हो। अनि यो पिकअप कोइलको सकेट रहेछ है। अनि म यतातिर म तपाईहरुलाई देखाइदिन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ पुरै सेतो कलरको वायर छ अनि कालोमा नीलो लाइन बनेको छ। यही दुईटा वायर है यसको भित्रै हुँदै है भित्रैबाट यो डाइरेक्ट हाम्रो सिडिआईमा आएको हुन्छ है, जुन पिकअप कोइलको वायर भन्ने गरिन्छ है। जुन यहाँ तपाईहरुको सेतो भयो एउटा वायर है अनि यो बीचमा कालोमा नीलो लाइन बनेको छ है। हेर्दाखेरि चाहिँ पुरै कालो देखिराखेको छ, तर तपाईहरु अलि ध्यान दिएर हेर्नु होला कालोमा यहाँ नीलो लाइन बनेको छ है मित्रहरु। अनि यो जुन पुरा साइडमा म तपाईहरुलाई देखाइदिन्छु, यो साइडमा यो पुरै नीलो वायर छ है। यसमा कुनै मिक्स कलर छैन, पुरै नीला यो वायर पुरै नीलो कलरको वायर छ है। यो वायर यो टिपिएस सेन्सरमा आएको हुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ यो पुरै नीलो वायर छ है। यो टिपिएस सेन्सरको सकेट हामीहरुले भन्ने गरिन्छ जुन यहाँ कार्बेटरको साइडमा लागेको हुन्छ। यो भयो कार्बेटर है। अनि कार्बेटरको साइडमा यहाँनिर हेर्न सक्नुहुन्छ टिपिएस सेन्सर भन्ने गरिन्छ है हामीहरुले। अनि यसको जुन सकेट छ नि यहीँनिर लागेको हुन्छ, तर यसको सकेट यहाँनिर ड्यामेज रहेको छ यानि कि भाँचेको रहेछ है मित्रहरु। अब म यतापट्टि म तपाईहरुलाई अब जानकारी गराइदिन्छु। अनि यो साइडमा म तपाईहरुलाई जानकारी गराइदिन्छु पुरै पहिलो कलरको वायर छ है। यो पनि टिपिएस सेन्सरमा आएको हुन्छ है। करेन्ट रिलेटिभ प्रब्लम आयो भने यो पुरै पहिलो अनि यो पुरै नीलो वायरमा केही चेक नगर्नु होला, कुनै छेडखानी पनि नगर्नु होला। यो करेन्ट रिलेटिभ यो दुईटा वायरसित कुनै मतलब हुँदैन है मित्रहरु। यहाँनिर हेर्न सक्नुहुन्छ पुरै पहिलो है अनि यो पुरै नीलो, यो दुईटा वायर जुन छ नि यो सिडिआईमा आएको हुन्छ टिपिएस सेन्सरबाट है। पुरै ब्ल्याक कलरको यानि कि पुरै कालो कलरको वायर छ, जुन यो बडी अर्थिङको यो वायर हो है। यो सिडिआईलाई बडी अर्थिङ पनि चाहिन्छ है मित्रहरु। यो जुन एउटा सिडिआईबाट एउटा सिंगल सकेटबाट यहाँनिर यो एउटा वायर निस्केको छ है। यो सिंगल वायर यहाँ निस्केको छ, जुन यहाँनिर हेर्न सक्नुहुन्छ यो सिंगल वायर छ रहेछ। यो जुन वायर छ नि यो सिडिआईबाट आउटपुट करेन्ट बाहिर निस्केर डाइरेक्ट हाम्रो हाई टेन्सन कोइलमा आएको हुन्छ। जुन यहाँनिर छ हाई टेन्सन कोइल, तपाईहरु हेर्न सक्नुहुन्छ यो हाई टेन्सन कोइल भयो है। अनि हाई टेन्सन कोइलमा एउटा यहाँ वायर लागेको छ, यहाँ पुरै ऑरेन्ज कलरको वायर छ। यहाँनिर हेर्न सक्नुहुन्छ जुन यो वायर डाइरेक्ट हाम्रो यही वायर हो, यहाँनिर हेर्न सक्नुहुनेछ है।